हेलो गाइज, आज दसैँको दिन हामीहरू तलबाट बडाखोलीबाट माथि लेक बडाखोली जाँदैछौँ टिका लाउन जेठो बाको घर। फिलहाल हिँड्दै जानेमा यो म बुवा अनि उयो छ मेस्सीको फ्यान हो भन्दै दौड्दै गर्छ के रे। गुड जितिम फेरि जितिम। ल हामी हिँड्दैछौँ, गर्मी हुँदैछ। हेलो गाइज, हामी त्यहाँ तलबाट माथि आइसक्यौँ। अब यहाँसम्म मात्रै हो घरहरू, जङ्गलै जङ्गल छ माथि पुरै। अब घाम पनि चर्को छ, यो दौडै छ। त यहाँ आइज त के होस् गरे? मेस्सीको फ्यान होस्? मेस्सीको नम्बर कति हो? जर्सी नम्बर 1010 हो। बस हाम्रो डेस्टिनेसन त्यहाँ माथिको डाँडामा पुग्ने हो। हेलो गाइज, वी आर रिचिङ बिचारी पानी आइयो। अझै आधी छ माथि चढ्न, प्रतीक्षालय जस्तो रहेछ। बस्दैछौँ, आउँदैछन्। अब अझै आधी छ, घाम चर्किहाल्यो। अब चलिरहेछ। हामी अघि थियौँ त्यहाँ प्रतीक्षालयमा, अहिले चाहिँ मेन बिचारी पानीको टङ्की छ माथि छ यो वाला। हामी यताबाट जाँदैछौँ, बाटो गाडी जाने बाटो त यो हो। यताबाट सर्टकट बिचारी पानी हुँदै हामी जान्छौँ। कि रख ल सुरुबाट। हेलो गाइज, आएको छु केरिनी, हाम्रो पहाड घर यतै हो। यो देखेको गाउँभरि हाम्रो गाउँ हो, पहाडवाला गाउँ हो। तलबाट हिँड्दै थाक्दै आइसकेका छौँ। बस्दै बिस्तारै अरू बाइकमा आउँछन्, हामी यो पहाडको मजा लिँदै हिँड्दै आइरहेछौँ। टिका लगाउने यतै, उ गर्ने यतै, एकछिन आजको दिनभरि रमाउने यतै। सबै रमाइसकेपछि अनि जान्छौँ। यता देख, यता लुकास टुकासलाई। ओ टुकास, हाई भन। यसलाई त हम गाइज, हेलो गाइज, हामीहरू केरिनी आइपुग्यौँ। हामीलाई लिन दाइ आइपुग्नु भएको छ। यता उहरू हामीलाई लिन आइपुग्नु भएको छ। हामीलाई लिन आइसक्नु भएको छ। अब घर आइपुग्यो, हामीलाई स्वागत गर्न, दसैँको लागि स्वागत गर्न आइपुग्नु भयो। दाइ चस्मा अलि नजिक आइज, दाइको चस्मा देखाइदे। दाइ केही भन्नु? ह्याप्पी दसैँ। अरू के भन्ने र? दाइको चस्मा फेरि पुरै टेक्नोलोजी वाला छ। अब उता दाइलाई आइसिटी मय ह्याप्पी तिहार। दसैँ त आज भ्याइन्छ। अब यहाँदेखि तल पुरा हामी कहाँबाट हिँडेर आएको? घरहरू देखिएको ठाउँबाट यता ल घर अगाडिको समुद्र यही हो। यत्रो समुद्र पार गरेर हामी घर आइपुग्यौँ फाइनल्ली। भाग्यमानी भएस्, ठुलो भएर लपारेस्। ल यही हो हाम्रो पहाडवाला घर। सुन्तला छन् तर हरिया छन्। ल जाम दाइ। जेठबालाई त अहिले भेटाउनु गयो। लु
सुन्तला त छन् तर हरिया यस्तोवाला पनि रहेछ यार। के चाहिँ ए फटक्क फटिने आयो ह्याप्पी दसैँ आयो आजको ह्याप्पी दसैँ ऊ तिमीले ल्याइदिए ल सुन्तला छन् तर हरियै छन् खाना सुकिला छन् हो र कस्तो गुलियो छ कि चुकिलो यो गुलियो छ दाइ बुद्धि दाइ ओइ देखा त केही नलाइकन आउनुहुन्न भनेर खै जेठमा गोबर ल्याउनु चप्पल उता आइयो ल पुरै खाना रेडी छ भाउजूहरू यता केरेनीको घर यही हो हामीहरू सबै उ गर्दै आएको खोज्दै टिका लगाउँदै बड्डो घर ओ चाकदिम आइयो अब दाइले हाम्रो दाइले जेठो दाइले केही भन्नुहुन्छ 2 शब्द राखिदिनु दाइ ल भन्नुहोस् प्रश्नहरू गर्नु पर्यो त उत्तर दिन्छु प्रश्नहरू भन्दा पनि अब तपाईँको मनमा लागेको 2 शब्दहरू केरेनी आउँदाखेरि ए ल हामी बाँकीको कोहलपुरबाट लुम्बिनी प्रदेशबाट कर्णाली प्रदेश आएका छौँ। कर्णाली प्रदेशको सुदूरपूर्व गुरुवाकोट नगरपालिका वडा नम्बर 6 मा हैन यो हाम्रो जन्मस्थल हो र दसैँ चाहिँ 9 दिन मनाइन्छ। शैलपुत्रीको पूजा सहित घट स्थापना सुरु हुन्छ ब्रह्मचारिणीका, त्यसपछि कुष्माण्डा, सिद्धिदात्री, कात्यायनी है यस्तै 9वटा देवीको पूजा गरिसकेपछि सबै सत्य असत्यमाथि सत्यको विजयको स्वरूप आज विजय भएको उत्सवमा विजया दशमी मनाइन्छ। दशमीका दिन विजय प्राप्त भएकोले यसलाई विजया दशमी भनेको हो है। यसमा चाहिँ अग्रजहरूबाट टीका ग्रहण गर्दै आशीर्वाद लिँदै अघि बढ्नुपर्छ भन्ने आशयका साथ हामी यस स्थलमा आएका छौँ है। दक्षिणा पनि यसो भनिदिनु दक्षिणाको बारेमा। अब दक्षिणा भन्नेको चाहिँ खासै अब दक्षिणाको आशभन्दा पनि एउटा सुझाव सल्लाहहरू है आशीर्वादको आशा गर्ने हो। दक्षिणा भनेको 5 रुपियाँ दिने व्यवस्था गरिएको छ सबैलाई। ल ठीक छ दाइ ल लास्टमा अन्त्यमा चाहिँ शुभ विजया दशमी भन्न चाहन्छु। अहिले चाहिँ अलिकति प्रेरणामुखी भन्दा पनि पैसामुखी हुँदै गएको छ, यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ। ल दाइको 2 शब्द यहीँ टुङ्गिन्छ। सबैलाई आउँदै गरेको दीपावली तथा आजको विजया दशमीको सम्पूर्ण सबैलाई शुभकामना दिन चाहन्छु। सबैको घरमा सुख शान्ति समृद्धि होस् र यस वर्षको दसैँ जस्तै सधैँ धेरैभन्दा धेरै दसैँहरू तपाईँहरूले सबैजनाले मनाउन पाउनुहोला भन्ने देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सबैलाई यस वर्षको शुभकामना छ। सबैलाई स्वागत गर्छौँ हाम्रो यो खरेल परिवारको तर्फबाट। हामी यो सुर्खेत जिल्लाको कैलाशपति भवन भन्ने ठाउँमा आएका छौँ। हामी यो कैलाश भवनमा आज भव्य रूपमा हाम्रो कार्यक्रम सम्पन्न हुँदैछ र अब हामी अग्रजबाट टीका ग्रहण गर्ने क्रममा आशीर्वाद लिने चलन अनुसार आज हामीले असत्यको पराजय भएर सत्यको विजय भएको दिनलाई हामीले हाम्रो पनि असत्यताहरू सबै हटेर जाउन् र असत्यवादीहरू सब नष्ट भएर जाउन् भन्ने कामनासहित यो विजया दशमी मनाउँदैछौँ
र अब यसै अनुरूप सम्पूर्ण हाम्रा इष्टमित्र सम्पूर्ण देशवासी नेपाली दाजुभाइ र अब देश विदेशमा जहाँ रहे पनि र सम्पूर्ण विश्व जगतलाई सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कस्य दुःख भाग भवे भनेर हामीले त सम्पूर्ण उसलाई एकदमै सुख शान्ति हो, सबैलाई कसैलाई पनि निरोगी नहुन्, सबै निरोगी हुन् र अब सबै चाहिँ अब सुख शान्तिमा बाँचुन् भन्ने कामना सहित हाम्रो सम्पूर्ण यो खरेल परिवारको तर्फबाट र मेरो तर्फबाट सम्पूर्णमा बडा दशैँ तथा शुभ दीपावलीको तर्फबाट र अब छठ पर्वको पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। दसैँको सबैलाई शुभकामना। 3 शब्द भयो। पहाडमा बड्डो घर आएपछि पहाड आएको फाइदा यो सब टिका लगाएपछि घ्याम्पे हान्ने हामीले सबै हाम्रो लागि हो। मालदालाई त्यो बाहिरको एउटा यस्तो भयो भने बाहिरको कोट त्यसको छ त कोट त्यस्तै फोहोर भइसक्यो, त्यही कोट। यो त सँगसँगै फाइनली टाइम भइसकेको छ। वृद्धि प्रज्ञा सुख श्रिया धर्म सन्तानयोर्वृद्धि सप्तते सन्तु वृद्धया। यो टिका लगाउनमा अनुहार बिगारिदिने यही हो काले। दे 100 रुपियाँ दियो त। अर्को खुट्टाको अर्को पहिला अरूको पैसा। हेलो गाइस, टिका लगाएर सकियो हाम्रो। दाइ कता जान्छु भन्नुहुन्छ? टिका लगाएर सक्यो। अब खानपिनको हुँदैछ। जेठुवा र दाइ भएर जान लाग्नुभयो। हाम्रो खानपिन अब यहाँ हुँदैछ। टिका लगाएर सकिएपछि खानपिन खान्छौँ। खानपिन खाएपछि भेटौँला। हामी खाना खाएर टन्न भएर माथि पिङ छ अरे, पिङ खेल्नतिर लाग्दैछौँ। हामीहरू जान लाग्छौँ पिङ खेल्न। काले आउँदैछ 9:00सम्म लागिरहेछौँ हामीहरू। हेलो गाइस, लास्टमा हिस्सा पुतली खिच्छ आइपुगेको। पिङ रे अब यसमा के झुन्डिने हामीहरू? त्यही गोलो गोलोमा झुन्डिने म्या फनफन आउँछन् यिनीहरूले। हिस्सा पुतली खिच्छ। फाइनल्ली गाइज 2 भाइ अब फेरि माथि केरिनीबाट तल झऱ्यौँ। बाइक बिग्रेर बिच बाटोमा छ गरे, बिचारी पानी छ गरे। अब त्यो बाइक लगेर बनाएर हामी
तल बस्छौँ त्यही बाइकको लागि भए पनि छिटो दौडधुप हानेर जानुपर्ने भयो। अब त्यही भएर सबै यहाँ हुनुहुन्छ, हामी चाहिँ दुई भाइ सब आए एक ठाउँ जम्मा भयो, टिका लाग सब यिनी छरपष्ट अनि सब सरले मजै आएन। यसो नाचगान रमाइलो यताउता। अब सबै पसल भएका मान्छे अनि पसल भएका अब पसल हेर्नु पऱ्यो, कोही अब बुढी बिहा भएका माइत जानु पऱ्यो, यस्तै छ। हामी बिहा नभएका चाहिँ घरै बस्छौँ। केरेनीको पाउर कोलपुरसम्म पुर्याउने यसरी गाउँघरतिर आएपछि यसरी काँक्रा अझै यता छन् पोलिथिनभरि। वाउ, कोलपुर पुग्छ कि नै हेरौँ, पुगेछ भने देखाउँछु। फाइनल्ली गाइज बाइक पाएर बाइक रिजर्टबाट लिएर हिँड्यौँ, कुदाउँदै आइसकेछौँ तल। खासै धेरै प्रब्लम त छैन। अब लगेर ओह्रालोमा त आफै झरिहाल्यो, लगेर सम्म बाटोमा के हुन्छ हेरौँ, रेस्ट दिन्छ कि नै। लेट्स सी क्लोजमै प्रब्लम कि त्यो नट कसेपछि भइजान्छ हुन त धेरै केही होइन। लेट्स सी।